जिसफु नोचुन्यने थगु नोचु त्यादेयानिति त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभाग प्राध्यापक तारालाल श्रेष्ठ जुयाता इनाप्या त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभाग का प्राध्यापक तारालाल श्रेष्ठ जुलाई छोटो मन्तव्यको निम्ति हार्दिक अनुरोध गर्दछु। यस ऐतिहासिक साहित्य सम्मेलनमा उपस्थित हुनुभएका सम्पूर्ण अतिथिज्यूहरू, सहभागी साथीहरू र साहित्य प्रेमी मित्रहरूलाई मेरो एकदम अनवरत झरीको बीचमा न्यानो अभिवादन स्वीकार्नुहोला। म त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागमा अंग्रेजी साहित्य प्राध्यापन गर्छु। हेटौडाको तामाङ बस्तीमा जन्मिए, जहाँ मेरा बुवा आमाहरू, दाजुभाइ दिदीबहिनीहरू सबैजना कि त खस भाषामा बोल्नुहुन्थ्यो कि तामाङ भाषामा बोल्नुहुन्थ्यो। म तामाङ भाषा बोल्न सक्ने भएँ किनभने मेरो साथीहरू सबै तामाङमा थिए। त्यस पछाडि नेपाली त बोल्न सक्ने भइहालेँ। अनि जब 28-29 वर्षमै मैले विद्यावारिधि PhD सकाएँ अंग्रेजी साहित्यमा। म विश्व घुम्न थालेँ, अक्सफोर्ड युनिभर्सिटीहरू जान थालेँ, अमेरिकाको टप विश्वविद्यालयहरू घुम्न थालेँ। त्यस पछाडि 40 वर्ष जति भइसकेपछि पो मलाई थाहा भयो कि म त कलोनाइज्ड रहेछु। माई माइन्ड वाज कलोनाइज्ड, आई वाज कलोनाइज्ड। जसलाई आफ्नै भाषा आउँदैन। कीर्तिपुरमा आएर प्राध्यापन गर्न थालेपछि नेवारी घना बस्तीमा बस्न थालेँ। त्यहाँ प्रत्येक मिटिङहरू नेवारीमा हुन्थ्यो, नेपाल भाषामा। त्यसपछि बल्ल बुझ्न सक्ने चाहिँ भएको छु। र यो 45 वर्षदेखि अनवरत यस्तो साहित्य सम्मेलन भइरहेको छ भन्ने जब मैले यसपालि मात्रै सुने, म कति मूर्ख रहेछु कि विश्वको कत्रो कत्रो साहित्य सम्मेलनहरूमा घुम्न थालेँ। आफू पनि प्रस्तुतिहरू दिन थालेँ, किताब लेख्छु। 5वटा किताब छ मेरो। साइकल चलाएर काठमाडौँको गल्ली गल्ली हिँड्छु, देश विदेश पनि साइकल चलाएर हिँड्छु। सादा जीवन मलाई मनपर्छ। यो देश पनि मलाई साह्रै मनपर्छ। विश्वको जुनसुकै कुनामा बस्न सक्थेँ होला, तर नेपालै मनपर्छ। भद्रगोल छ, भद्रगोलमा जथाभावी गोल हान्नेहरू प्रशस्त निस्केका छन्। भद्रगोलमा गोल गर्नेहरू हिरो भएर नि हिँड्छन् केही समय। मलाई त्यस्तो भद्रगोलमा गोल गर्नु पनि छैन। कुनै राजनीतिक कार्यकर्ता पनि आजसम्म म छैन, साधारण सदस्य पनि छैन। र आजको दिनसम्म कुनै पार्टीको नेताको कार्यकर्ता बन्छु र झोले बन्छु भन्ने पनि लाग्दैन। तर यस्तो साहित्य सम्मेलनमा चाहिँ मलाई निमन्त्रणा नदिए पनि आउन मन लाग्छ। र यो साहित्य सम्मेलनमा आउनुको पछाडि केही कारणहरू छन्। एउटा त कम्युनिटीको लेभलबाट हामी सामूहिक सौन्दर्य भन्छौँ। हरेक इन्डिजिनियस पिपल, आदिवासी जनजाति समुदायमा सामूहिकताको एउटा संस्कृति हुन्छ, कलेक्टिभ कल्चर। यो साहित्य सम्मेलन 45 वर्षदेखि टिक्नुको पछाडि सायद यही इन्डिजिनियस एस्थेटिसिजम भन्छौँ हामी अङ्ग्रेजीमा, आदिवासीय सौन्दर्य शास्त्रले काम गरेको होला भन्ने मलाई लाग्यो र मलाई यहाँ आउनु मन लाग्यो। किनभने मैले देख्दैछु यहाँ कुनै यो साहित्य मेला भन्ने ठाउँमा ठुल्ठुला दात्री निकायहरूको लोगोहरू हुन्छन्। त्यहाँ विभिन्न खालका चाहिँ MOU गरेर लिएको हुन्छ प्रोजेक्टहरू, अलि फरक किसिमको हुन्छ। त्यस्ता साहित्य सम्मेलनहरूमा धेरैचोटि गएँ, तर यहाँ त म त्यस्तो केही पनि देख्दिनँ। र मलाई लाग्यो कि सायद मुठीदानबाट जसरी ठुल्ठुला समारोह सभाहरू चल्छन्, बिना प्रोजेक्ट, बिना दात्री निकायको सहयोग, बिना कुनै इन्ट्रेस्टले गाइडेड भएर मान्छेहरूलाई आफ्नो स्वार्थमा एक हिसाबले झुकाएर कुनै पनि तपाईको स्रोत साधनहरू प्राप्त गर्नु, त्यस्तो निहित स्वार्थ यहाँ छैन भन्ने मलाई लाग्छ। आज नेपालमा हेर्नुस् त 200 भन्दा बढी दलहरू छन्, ठुल्ठुला दलहरू पनि छन्। के हामी उनीहरूलाई अभिभावक मान्न सक्छौँ?
के उनीहरू हाम्रा मेन्टर हुन सक्छन्? म मेरो मेन्टर खोजिरहेको छु धेरै अगाडिदेखि। सम्पूर्ण चिजहरू राजनीतिबाटै गाइडेड हुँदो रहेछ। म साहित्यको मान्छे भए पनि त्यस कारणले म त भन्छु साहित्यको हरेक शब्दहरू राजनीतिसँग जोडिनुपर्छ र जोडिन्छ पनि। राजनीति कहिले पनि नगर्ने मान्छेको पनि साहित्यले राजनीतिको भाषा बोलिरहेको हुन्छ, कविताले राजनीतिको भाषा बोलिरहेको हुन्छ। आज यहाँ प्रस्तुत भइरहेका कविताहरूले सोलिड रूपले राजनीतिक भाषा बोलिरहेको छ, राजनीतिक अगुवा खोजिरहेको छ, मेन्टर खोजिरहेको छ। हु इज माई मेन्टर? हु इज आवर मेन्टर? हाम्रो अभिभावक को हो त? के राजनीतिक ठुला दलका मुख्य नेता हाम्रा अभिभावक रहेछन्? यदि थियो भने आज किन यस्तो हकीकत भए? उनीहरूलाई कस्ता मान्छेले अभिभावक मानिरहेका छन्? मलाई लाग्छ अहिले हाम्रो समाजमा सांस्कृतिक अभिभावकहरू त होलान् प्रशस्त, राजनीतिक अभिभावकको ठुलो खडेरी देख्दैछु। यस्तो ठुलो खडेरी जो प्रति आम मानिसको भरोसै छैन, जो प्रति आम मानिसले आदरै गर्दैन, जो प्रति आम मानिसको विश्वास टुटिसकेको छ। उहाँहरूले यो समाजलाई, यो देशलाई, यो भाषालाई, यो संस्कृतिलाई, यो सम्पदालाई, हाम्रो यी धरोहरहरूलाई सुरक्षा गर्छन्, बचाउँछन्। यसको उन्नति प्रगति, यसको चाहिँ एक हिसाबले हेर्ने हो भने संरक्षकत्व ग्रहण गरेर यसलाई एकदम हराभरा बनाउँछ भन्ने विश्वासै छैन। त्यस कारणले जेनजीहरू यस्तो गरी आफ्ना अभिभावकहरू कुटे, राष्ट्रिय अभिभावकलाई लखेटे, राष्ट्रिय अभिभावकलाई तथा नाम बोले। राष्ट्रको सम्पत्तिमाथि जेनजीले त होइन भनिरहनु भएको छ, तैपनि त्यति ठुलो क्षतिहरू पुर्याउनलाई अग्रसर भए। यो सबैको कारण मेरो विचारमा हामीसँग अभिभावक छैन, राजनैतिक अभिभावक छैन। के नेपाली काङ्ग्रेसको सभापति हाम्रो आम समुदायको अभिभावक मान्न सक्ने अवस्था आयो? अब नेकपा एमालेको सबभन्दा केन्द्रीय नेता हाम्रो अभिभावक भन्न सक्ने भयो? माओवादीको हाम्रो अभिभावक मान्न सक्ने अवस्था आयो? राष्ट्रिय स्वतन्त्र पार्टी जस्तोकोलाई पनि हामीले अभिभावक मान्न सक्यौँ? अब यो हामी कुन दलदलमा जाँदैछौँ? राजनीतिक अभिभावक विहीनताको अवस्थामा देश अगाडि गइरहेको छ। लाग्दछ कि युनिभर्सिटीको जागिर छोडेर राजनीति गरौँ। तर के प्रोफेसरहरूले राजनीति गर्नुहुन्छ सोलिड रूपले? प्रशस्त मलाई लाग्छ त्रिभुवन विश्वविद्यालयको 99.9% प्रोफेसरको निधारमा हेऱ्यो भने पार्टीको झन्डा फरफराइरहेको देखिन्छ। हात मिलायो भने राजनीतिक गन्ध आउँछ। बोली सुन्ने बित्तिकै वासवासी एउटा कुनै दलको गुटको उपगुटको भाषा उसले बोलिरहेको हुन्छ। के प्राध्यापक त्यस्तै बन्ने हो? हामीहरूले त राजनीतिक भाषा पनि बोल्ने हो, राजनीतिक दिशा निर्देशन गर्ने हो, क्रिटिकल चेत हामीले दिने हो। र यो देशको वास्तविक सौन्दर्य के हो, यो समाजलाई एक ठाउँमा जोड्ने चिज के हो, त्यो कुरा हामीले दिने हो। र कहाँ कहाँ स्वार्थहरू बाजिएका छन्, कहाँ स्वार्थ समूहहरू एकदम ठुलो चलखेल गर्दैछन्, त्यो कुरालाई चिर्ने हो। विश्वका सबभन्दा ठुला थिङ्क ट्याङ्कहरूले त्यसै गर्छन्। विश्वविद्यालयको प्राध्यापकहरू एकदमै स्वतन्त्र, स्वाधीन, निर्भीक, पब्लिक इन्टेलेक्चुअल भन्छ, सार्वजनिक बुद्धिजीवी हुनुपर्छ। यस्तो बुद्धिजीवी जसको माइन्ड, यो दिमागको कति नै छ र हाम्रो गिदी यति थोरै त छ, तर त्यो गिदीमा यति ठुलो उपनिवेश बोकेर हामी बसिरहेका हुन्छौँ। त्योबाट हामी 100% मुक्त त हुन सक्दैनौँ, तर सक्दो मुक्त हुन खोज्ने हो। म कुनै पनि शक्ति राष्ट्रको कुनै नुन खाएर उसको भाषा नबोल्ने हुने हो। त्यसै गरी राष्ट्रिय स्वार्थ समूहको इन्ट्रेस्ट अनुसार नबोल्ने हुने हो। एउटा साहित्यकारले पनि गर्ने त्यही हो। साहित्यकार एउटा कुनै स्वार्थ समूहको अगाडि लम्पसार पर्ने, चुक्ने, झुक्ने स्वभावको हुनु हुँदैन। ऊ निर्भीक, स्वाधीन हुनुपर्छ। ऊ समुदायको स्वार्थको लागि, एउटा बृहत स्वार्थको लागि समर्पित खालको व्यक्तित्व निर्माण गर्ने खालको बाटोमा ऊ लाग्नुपर्ने हुन्छ। हामी त्यसरी हिँडिरहेका छौँ। हाम्रो देशको साहित्यकारहरू त्यस्तै छन्। हाम्रो देशको साहित्यकारले शासकको सुगा जस्तो भएर बोलिरहेछन् कि निर्भीक स्वाधीन आवाज बोलिरहेछन्। हाम्रो देशलाई चाहिँ कसरी हराभरा बनाउने र वास्तविक निस्वार्थ नेतृत्व कसरी निर्माण गर्ने, भुइँ तहदेखि टुप्पाबाट होइन, यो देशमा र यो विश्वमा पनि अब सुपरम्यान भन्नेले राज्य गर्दैन, सुपरम्यान भन्नेले लिड गर्दैन, नेतृत्व गर्दैन। अब गर्ने भनेको भुइँ तहबाट उठ्ने हो, समुदायको सहकार्यबाट सामूहिकतामा आधारित भएर
अहिलेको यो भर्टिकल होइन होराइजेन्टल नेतृत्व विकसित गर्ने हो। यो बिना कुनै पनि हालतमा अबको नेतृत्व चल्दैन। एकदम ठुलो महामान्छे महामानव, यो महामानव भन्ने मानकै एकदमै सामन्तवादले ग्रसित चिज हो। महामानव भन्ने यो हाम्रो मानवहरू भत्काइदिनुपर्छ हामीले, र हामी जानुपर्छ कम्युनिटीमा। यो एउटा फोरम मलाई यो साहित्यिक सम्मेलन लाग्यो, त्यस कारणले नै मलाई यहाँ आउन मन लाग्यो। र भक्तपुरमा जसरी राजनीति अगाडि बढिरहेको छ, आज किन यत्रो देशभरि विध्वंस हुँदा भक्तपुर बच्यो? भक्तपुरको सम्पदा किन यति धेरै हराभरा छन्? भक्तपुरमा किन यति धेरै रिडिङ कल्चर छ? यहाँ यति धेरै किताबहरू देख्छौँ हामी, किताब पढ्ने समूहहरू रहेछन्। यति धेरै महिला दिदीबहिनीहरू आएर यहाँ मञ्चमा निर्भीकताका साथ आफ्नो कविता, त्यो पनि राजनीतिक चेतनाले, आलोचनात्मक चेतले ओतप्रोत कविताहरू वाचन गर्दै हुनुहुन्छ। यसको मतलब भक्तपुरले फ्रम द बटम एउटा यस्तो आदिवासीय सौन्दर्य, एउटा सामूहिकताको सौन्दर्य जोगाइरहेको छ, हुर्काइराखेको छ भन्ने मलाई लाग्दछ। हामी समुदायमा आउँदा एउटा भाषा बोल्छौँ, एउटा संस्कृति मनाइरहेका हुन्छौँ, त्यसपछि विश्वविद्यालयमा पस्दाखेरि त्यसलाई मार्ने खालको हाम्रो पाठ्यक्रम हुन्छ। त्यस्तै किसिमको अध्यापन हामी गर्छौँ, पढाउँछौँ, थेसिसको रूपमा लेखाउँछौँ। हामी प्रत्येक पाइलामा आफ्नो भाषा, साहित्य, संस्कृति, सम्पदा मारा अथवा त्यसलाई मार हान्ने ज्ञान लिएर आउँदो रहेछन्। ज्ञान पनि हिंसा हुँदो रहेछ, ज्ञानमा पनि हैकम हुँदो रहेछ, ज्ञानले पनि वास्तविक सत्वलाई सिद्ध्याइदिन खोज्दो रहेछ। त्यो चिर्नको लागि पनि हामीले साम्राज्यवादी पाठ्यक्रम पनि पढ्यौँ, तर अब पढ्नुपर्छ त्यसलाई रिडिङ होइन कि, अब त अनरिडिङ, लर्निङ होइन कि अनलर्निङ, क्रिटिकल रिडिङ गर्नुपर्ने रहेछ। आलोचनात्मक रूपले अब पाठ्यक्रम हेर्नुपर्ने रहेछ। आलोचनात्मक रूपले हामी क्लासरुमभित्र पस्नुपर्ने रहेछ। आलोचनात्मक रूपले हामीले लेख्नुपर्ने हुँदो रहेछ। यो किसिमको सौन्दर्य चेत यस्ता साहित्य सम्मेलनहरूले दिनेछ। अन्तमा जाँदा जाँदै म फेरि एउटा कुरा दोहोऱ्याउन चाहन्छु। यो देशमा अभिभावक विहीनताको अवस्थालाई चिर्न भुइँ तहबाट सामूहिकतामा आधारित एउटा यस्तो शक्ति अहिले भन्ने हो भने राइटिस्ट लेफ्टिस्ट दुईटै ठुलो सङ्कटको अवस्थामा छ। यो विश्वव्यापी सङ्कटको पनि कुरा हो। थर्ड पोलको एउटा राजनीतिक धार पक्कै आउनेछ। यो विश्वव्यापी रूपले उर्लिरहेको छ। राइटिस्टहरू पनि फेलियर भइरहेको छ, लेफ्टिस्टहरू पनि फेलियर भइरहेको छ। इन द नेम अफ कम्युनिजम, इन द नेम अफ लेफ्टिस्ट पोलिटिक्स धेरै किसिमका अधिनायकहरू जन्मिन खोजिरहेको छ र डेमोक्रेटिक डिक्टेटर पनि जन्मिँदैछ विश्वभरि। इन द नेम अफ डेमोक्रेसी डिक्टेटरहरू जन्मिँदैछ, अधिनायकवादीहरू जन्मिँदैछ। यो दुईटै एक्सट्रिमको बीचबाट मौलिक सभ्यता, संस्कृति, सौन्दर्यले ओतप्रोत, सामूहिकतामा आधारित सौन्दर्यले भरिपूर्ण यस्तो किसिमको चेतना हामीले बढाउनु आवश्यक छ, जसले जल, जमिन, जङ्गल, हाम्रो संस्कार, साहित्य, संस्कृति, भाषालाई बचाओस्। साम्राज्यवादीको ठुलो भाषाको अस्तित्व जति हो, एउटा सर्वसाधारण शक्तिविहीन समुदायको भाषा संस्कृति पनि उति नै हो भनेर क्लेम गर्न सक्ने, दाबी गर्न सक्ने, स्थापित गर्न सक्ने त्यस्तो नेतृत्व, त्यस्तो सामूहिकतामा आधारित संस्कृति र त्यस्तै राजनीति आजको आवश्यकता हो। आशा गरौँ भक्तपुरले त्यसको नेतृत्व लियोस्। धन्यवाद। धेरै धेरै धन्यवाद अङ्ग्रेजी विभाग त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तारालाल श्रेष्ठज्यूलाई।